भन्दैमा सहयोगी पुराना साथीहरू नबिर्सिनु, हिरा पाए भन्दैमा सुन नबिर्सिनु, अलिअलि धन कमाए भन्दैमा कसैले लगाएको गुण नबिर्सिनु। यही नै हामी सबैको मानवता हो, सामाजिक सद्भाव हो, हामी सबैको सामाजिक एकताको प्रतीक माघे मिलन कार्यक्रम। यस कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि, मेरा आदरणीय मित्र, पूर्व विधान समितिका सभापति, यस क्षेत्रका संविधान सभाका सदस्य नेपाल चौधरीज्यू, वडाध्यक्ष ज्यूहरू, देशमा आसीन पाहुना साथीहरू र अन्य अतिथिज्यूहरू, र यो माघी पर्व 10औं श्रृङ्खलामा प्रवेश गरेको छ। यहाँ मनाउन आउनुभएका सबै कलाकार र यस गाउँका सम्पूर्ण बासिन्दाजीहरू सबैलाई सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्दै 10औं माघे मिलनको सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज तपाईँहरूको बिचमा धेरै लामो कुरा गर्दिनँ, म केवल यो माघी पर्वलाई हामीले कसरी बुझेका छौँ। पूर्वका साथीहरूले भन्नुभयो हामी नयाँ वर्षको रूपमा, नयाँ कार्यको सुरुवाती वर्षको रूपमा, नयाँ योजनाको रूपमा र हामी यो वर्षलाई लिएका छौँ। कसैले होइन आज त यो माघीको रूप मिलनको रूपमा हामी आफ्नो कला देखाउन पायौँ, यो मञ्चलाई आफ्नो सिर्जना पस्किने अवसरको रूपमा लिएका छौँ। यता बसेका बुवा आमा दाजुभाइ दिदी बहिनीहरूले त यो मञ्चलाई मनोरञ्जनको रूपमा लिनुभएको छ। तर त्यति मात्रै होइन, म तपाईँलाई भन्न चाहन्छु यो 10औं माघी पर्व हामी सबैको लागि ऐतिहासिक बन्नुपर्दछ, उदाहरणीय बन्नुपर्दछ। आज तपाईँ र हामीलाई यहाँ भेट्ने, हाम्रा कुरा तपाईँहरूको बिचमा राख्ने, तपाईँहरूले हाम्रा कुरा सुन्ने एउटा अवसरको रूपमा मैले यो मञ्चलाई लिएको छु। म यहाँबाट तपाईँहरूलाई शुभकामनाको शब्दहरू पस्किरहँदा मलाई अलिकति चिन्ता पनि लागेको छ। मै चिन्ता फे लागल बा, चिंता का लागल बाकी ऐना 11 माघी मिलन माघी महोत्सव कार्यक्रम हमरे मनाई सेका कि नहीं सेका। हमरे ऐसी के बैठ के मैं यहाँ से बोलना अपनी उकरे, वहां से हेरना मिली कि नहीं मिली, यहाँ नचना बाबू उकरे स्टेज में नाचे पही कि नहीं पही, अपनी उकरे वहां से हेरे पैदी कि नहीं पैदी, यहाँ से नेपाली जी बोले पही कि नहीं पही, अपनी उकरे सुने पैदी कि नहीं पैदी। ये चिंता लागल मुझे का करेगी दिमाग हमार लाग एक ठो कहीं वचनबद्ध हुईना, दिमाग में हमने जो प्रण कहीना पर्व के रूप उत्सव के रूप में हम ले पढ़ना जरूरी बा। इस शब्द में क्या करे कह चुका से हमरे देख ली भदौ महीना में जैन जी के नाम में तो आंदोलन हुई है, सिंह दरबार जल गिल, संसद भवन जल गिल, अदालत जल गिल, पुलिस चौकी जल गिल, हथियार लूट गिल हेरो, धनगढ़ी बाजार में मुख्यमंत्री कार्यालय लगाई तमाम चीज लूट गिला है। वो लुटेरा होगा शहर लुटला, सरकारी ऑफिस लुटला, पुलिस के ऑफिस लुटला, अदालत लुटला, न्यायपालिका लुटला। अब गांव में लुटना पाला बचे वो पाला से माघी मिलन से हमने प्रण करने वाला कि अब हमरे सोचा पड़ रहा, हमरे देश में आगे लगुया बनी है, आगे बढ़ी ना बा, देश में आगे लगुया बनी है, देश धनी ना बनी है, देश बर्बाद करना बनी है, आगे बढ़ी ना बाकी देश बचे ना बनी, आगे बढ़ी विकास करना बनी है, विकास समृद्धि ये बात रोजगार है, गारंटी कहना मनी नहीं चिटेगा हो कि नहीं की हुई बर्बाद की बनी चीज़ ये प्रण कहना दिन बा हमारी माघी मिलन कार्यक्रम माघी मेला में हम रही प्रण कहना जरूरी बा। ये नहीं कहे कि ओकर घर में आगी लागल मैं यहाँ तमाशा है, पड़ोसी के घर में आगी लागी कल से हमारा घर पे जलना निश्चित बा। ये हिसाब से हम सोचे पड़ रहा प्रण करने पड़ रहा कि अब हमरे देश बनाने वाला शक्ति, देश बनाने पार्टी, देश बनाने वाला नेता, विकास करने वाला नेता हेर्ना जरूरी बा, बचेना जरूरी बा। नहीं कि शहर में लागल आगी कल गाँव में टोल में आई कल से कल फुलवारी थे कोई बचा नहीं सके। वर्तमान से मन सोचा पड़ रहा, जाने पड़ रहा, पूछे पड़ रहा कि कैसी शक्ति है, कस्तो शक्तिलाई हामीले रोज्नु पर्नेछ, कस्ता पार्टीहरू, कस्ता दलहरू, कस्ता नेताहरूलाई रोज्नु पर्नेछ। तपाईहरुको छेउमा रहेको हुलाकी राजमार्ग हामी सांसद बन्दै गर्दा, नेपाली चौधरी नारायण मुनि राणा सांसद लड्दै गर्दा सिंगल लेन को बीच थियो। हामी जितिसकेपछि हामीले बजारमा
4 लेन को बनाए क्याम्पस रोड 4 लेन को गुलाकी सडक सुरु गरे मोहना खुटिया तरियाल 6 लेन निर्माण गरे कसैले बत्ती लगाइदियो धेरै प्रचार हो तर बाटोको प्रचार गरिएन हामी चाहँदैनौँ प्रचार हो हामी चाहन्छौँ जनताले घरबाट निस्किँदाखेरि सजिलै हुलाकी राजमार्ग हुँदै हिजो आधा घण्टा लगाएर पुग्ने थनगढी अब 10 मिनटमा पुगोस् भने हामी चाहन्छौँ हामीलाई पब्लिसिटी चाहिएको छैन हामीलाई प्रचार चाहिएको छैन हामीलाई जनतालाई ती सुविधा चाहिएको छ त्यो हामीले गरेको गरेनौँ जनताले मूल्याङ्कन गर्नेछ म यही मान्छेबाट उभिरहँदा मेरो अगाडि वडा कार्यालय छ त्यो वडा कार्यालय बनाउने वडा कार्यालय यस्तै वडा कार्यालय 12वटा वडामा वडा कार्यालय निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्न चाहन्छु बजारीजी कति दिन बस्नुभयो थाहा छैन तर उहाँकै कार्यकालमा हामी सांसद हुँदाखेरि वडा कार्यालय निर्माण यस्ता धेरै वडा कार्यालय बनाएका छौँ मेरो अगाडि रहेको सर्वोदय माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशमा देशैभरि 7वटा र मेरो सुदूरपश्चिम प्रदेशमा कैलालीको फुलबारीको सर्वोदय मावि वडा नम्बर 14 मा पर्छ जसलाई हामीले आईटी स्मार्ट स्कुलको रूपमा अगाडि बढायौँ त्यहाँका बच्चा बच्चीहरू तपाईले देख्नुभयो स्मार्ट बोर्डमा पर्छ अनि के गल्ती गर्यो त के हामीले गल्ती गर्यो धनगढी बजारमा बोल्नु पर्ने आयोजना फुलबारीमा ल्यायौँ फुलबारीको पनि सर्वोदयमा ल्यायौँ के गल्ती हो तपाईहरुले मूल्याङ्कन गर्ने विषय यही वडामा रहेको जनजागृति आधारभूत विद्यालय यही वडाको छेउमा रहेको पञ्चोदय खापताडी इन्द्रोदय चन्द्रोदय फुलबारी मावि कुनै पनि विद्यालयमा हामीले छोडेनौँ भवन बनाउन के त्यो गल्ती हो तपाईहरुले रोज्नु पर्ने हो हामीले देख्यौँ हामीले पनि 3 वर्ष मात्रै काम गरेको हो 74 75 76 कोरोना आएपछि विकास ठप्प हामी जनता बचाउनतिर लाग्यो तर अहिले 3 वर्ष जितेका सांसदहरूले कति दिन गाउँमा मुख देखाए कतिवटा विकासका योजना लिएर आए हामी दावा गर्छौँ हामी भन्न सक्छौँ हामी तपाईहरुको बीचमा तपाईहरुले देख्ने गरी काम गरेका छौँ खुटिया टोलमा हामीले ठुलो करोडौँको तटबन्धको कार्यक्रम थियो त्यसै गरिकन मोहना खुटिया तपाईको लल्लीपुरसम्म धेरै ठाउँमा करोडौँको तटबन्धहरू गर्यो धेरै फुलबारीमा सामुदायिक भवन निर्माण गर्यो थुप्रै बाटाहरू पिच बनाउने काम हामीले अगाडि सार्यो अब त आउने तपाईहरुले हिसाब खोज्नुपर्छ गएका सांसदहरूले गरेका काम र अहिले आउने सांसदले गरेका कामको तपाईले लेखाजोखा गर्नुपर्छ मलाई विश्वास छ फुलबारीवासी दाजुभाइ दिदीबहिनीहरूले यी सबै कुराहरूको मूल्याङ्कन गर्नुहुनेछ आगामी निर्वाचनमा हामी आउँछौँ आउँदैन तपाईहरु तर तपाईहरुको बीचमा सूर्य चिन्ह लिएर आउने साथीहरूलाई तपाईहरुले हार्दिकतापूर्वक धन्यवाद र बधाईका साथ तपाईहरुले ढुक्क भएर कृतज्ञ भएर भोट हाल्नु पर्छ किनकि मैले अघि गरेको चिन्ता देश रहन्छ कि रहँदैन हामी नेपाली रहन्छौँ कि रहँदैनौँ यहाँ त देश चलाउनेहरू फेसबुकमा सोशल मिडियामा स्टन्टबाजी गरेर हाम्रा गाउँतिर घर जलाउन आउँदैछन् दाजुभाइ दिदीबहिनीहरू हौसियार रहनु होला हरेकलाई सोध्नुहोस् तपाईँ देशलाई कति माया गर्नुहुन्छ नेपाललाई कति माया गर्नुहुन्छ नेपालको प्रहरीलाई कति माया गर्नुहुन्छ नेपालको अदालतलाई संसदलाई र नेपाली पनलाई नेपाली स्वाधीनतालाई कति माया गर्नुहुन्छ त्यो तपाईहरुले सोध्नुपर्ने बेला आइरहेको छ मलाई विश्वास छ तपाईहरुले यसपटक देश जलाउने र देश बचाउने विकास गर्ने र ध्वंसवादी छुट्याएर को विकास गर्न चाहन्छ को देशलाई आन्दोलनको नाममा जलाउन चाहन्छ देशलाई बेच्न चाहन्छ यो शक्तिको पहिचान गरेर तपाईहरु सबैले आगामी निर्वाचनमा फागुन 21 त भन्दैन अब हुने निर्वाचनमा तपाईहरुले न्याय गर्नुहुनेछ भन्ने पूर्ण आशा र विश्वास राख्दै यस पटकको यो माघी पर्वले माघी मेलाले माघी मिलन कार्यक्रमले तपाईहरु जसरी हामीलाई यहाँ मिलाएको छ तपाईहरुलाई सही ठाउँमा हात जाने गरी भोट हाल्ने गरी पुनः तपाईहरुले यसमा विचार गर्नुहुन्छ यो सद्बुद्धि पनि यस वर्षको माघी मिलन कार्यक्रमले दिनेछ यस विश्वासका साथ आफ्नो भनाइ यहाँ राख्दै आयोजक मित्रले मलाई यहाँ बोल्ने मौका दिनुभयो म उहाँहरुप्रति आभार र कृतज्ञता प्रकट गर्दै तपाईहरु सबैलाई पुनः माघीको शुभकामना व्यक्त गर्दै भनाइ मात्र गर्छु धन्यवाद नमस्कार राम राम धन्यवाद हमारा जो बड़का पहुना हमार सामने अपन बुद्धि विवेक लगा के है
काम कर भी कना संदेश लेके गेल बाटे। मैं एक ठो हमार ई कार्यक्रम है सहयोग करिया हमारे सागर युवा क्लब के भूपू फुटबॉल खिलाड़ी उपेंद्र चौधरी जी दुबई से हमारे कार्यक्रम है आर्थिक सहयोग कर ले बाटे। वहाँ है बहुत बहुत धन्यवाद देना चाहता हूँ मैं। ऐसे के है हमने आर्थिक सहयोग करिया चरण कुमार कार्की जी, वहाँ फिर मैं बहुत बहुत धन्यवाद देना चाहता हूँ। आपसे हमरे पक्के पे ढीला नहीं करके हमरे आज मुख्य ये कार्यक्रम के आकर्षक आज विजय चौधरी ढीला नहीं करके बनाए चाहतु वहाँ के संग हमरे नाचे के तैयार बाटी कि नहीं खैला 80 गांव के हल्ला के सब हेरा गिल। भूख लगता कि का भूख लगा ठीक करे से हमार सर्वोदय मावी के हमार सर्वोदय मावी के विद्यार्थियों के फूड स्टॉल लगेले बाटे। वहाँ जाके झिकरी आलू परिकार फुलौरी नाश्ता पसल धंधे बदल है प्लस वहाँ जाके विद्यार्थी के बनाएली हमारे भैया बहन के बनाएली परिकार मुनि राणा खा के मजाक ले भी करा फैन और रोड करा तू रिकॉर्ड करे हैं पके थे खाना मीट लगता है रो प्रत्यादिना से मुझे खाना मीट लगता है रो प्रत्यादिना से